सधैँ छर्ने कार्यक्रम लगातार भइरहेको छ। यहाँले हेर्न सक्नुहुन्छ निरन्तर रूपमा सधैँ छर्ने कार्यक्रमहरू भइरहेको छ। तितेलुपाकोटमा रहेको वार्ड नम्बर 1 स्थित देवस्थान मजाका 7 कन्या भगवतीमा चाहिँ सधैँ छर्ने कार्यक्रम भइरहेको छ। यसरी मानिसहरू चाहिँ जम्मा भइरहनु भएको छ र बिनु यहाँ आइरहेको छ। यसरी भव्य रूपमा चाहिँ यसरी भइरहेको छ। यसरी चाहिँ सधैँ पितृको मृतकको आत्माको चिसन्ते कामना गर्दै पितृको सम्झनामा दिवंगत पितृको सम्झनामा चाहिँ यसरी चाहिँ गइरहेको छ। सधैँ छर्ने काम भइरहेको छ। सधैँ चाहिँ यहाँले हेर्न सक्नुहुन्छ। होइन राउन्ड कति हो नि तपाईँ सोध न पहिलेबाट 2 भयो 3 पुऱ्याउने होइन लगातार आइरहेको छ। मान्छेहरूले हेर्न सक्नुहुन्छ सधैँ छर्ने कार्यक्रम भइरहेको छ। ल हेर्नुहोस् सबैजना ल हेर्नुहोस्